राजीनामा दिए भनेर उसले दिए भनेर दिने नदिए भनेर नदिने हो। हामी भोट दिनेले जुन 182 जनाले राजीनामा दिए भनेर दिनु पर्दैन क्या बालेनले। त्यही भएर त अध्यादेश पास गर्नु परेको नि। दिनु पर्दैन। एकदम राम्रोसित 5 वर्ष ढली मली गरेर प्रधानमन्त्रीबाट देश बनाउँछन्। अब अहिले ढुङ्गा बोकेर यो रुख अहिले कस्तो प्रवृत्ति आछ भने साथीहरु, यो थियो आम जनताको कुरा, जहाँ हर्कजीले गरेको विरोधका कारण जनताहरू यस्तो भन्छन् कि यो राजीनामा माग्नु बेकार छ, उहाँको विरोध गलत छ। हर्कजीले बालेन्द्र शाहको विरोध गरिरहनुहुन्छ, हामी सबैले देखेकै हो। तर आउनुस् आज कुरा गरौँ उहाँले विरोध चाहिँ किन गर्नुहुन्छ भनेर। उहाँको विरोध गर्नुको एक मात्र कारण हो, मसँगैका साथीहरू मन्त्रीहरू भइसके तर म चाहिँ जहाँको त्यही छु, उहाँलाई यो डाहा भइरहेछ। उहाँले यस्तो गर्नु उचित छैन। उहाँले जनताको मर्म बुझेर सरकारले के गर्न खोजेको राम्रो नीतिलाई राम्रो छ भन्दै नभएका नीतिलाई सुधार गर्न सक्नुहुन्थ्यो। तर उहाँको कारण मात्र के छ, बालेन्द्र शाह। उहाँको टार्गेटमा के छ, प्रधानमन्त्री। म प्रधानमन्त्री भएकालाई पनि म अब विरोध गरेर सरकारको नाम बदनाम गर्छु भन्ने छ। हजुरहरूलाई यो कुरा कस्तो लाग्छ? हर्कजीको धारा मनासाय यही हो। मन पर्छ भने मेरो भिडियो लाइक